यो पर्यो भयापानीको स्कुल। पछाडि प्रशस्तै बादल लागे कति राम्रो भ्यू छ। अनि यता आयो भयापानी गाउँ। यहाँदेखि लिएर माथिसम्म चाहिँ भयापानी गाउँ। यहाँ माथि चाहिँ हाम्रो के छ मन्दिर। अनि यस्तो गरेर ठ्याक्कै थोरै देखिन पर्दा यो हो थानीमाई मन्दिर है। स्कुल देखाइसकेँ मैले। अनि यो हाम्रो गाउँ माथिदेखि लिएर ऊ तलसम्म चाहिँ हाम्रो गाउँ पर्यो र लमजुङ पनि देखिन्छ। लमजुङको हिमाल जति सबै यहाँबाट देखिने भयो। यो ठुलो ठुलो हिमालहरू मनासलु एबिसी सेबिसी सबै देखिन्छ यहाँ। ल यो हिमालको भ्यू यस्तो राम्रो। आहा। अनि यहाँ छ मेरो बुढी। हे बुढी हाई भनिदेऊ। हाई। राम्रोसित हेर त कस्तो भ्यू देखिया। हेर त झन् तिमी त्यहाँ बस्दैछ। सोने पे सुहागा। ए यता हेर्देऊ नानी मुसु कहाँ छ। यता हेर यता हेर। आची हेर त कति राम्रो देखियो। ओहो छोरो ओइ हाई भन्। हाई। So this is the view of Bayapani Dara. It's such an amazing view. One side we have the snow-capped mountains. Up there we have the green valley. And beside we can see full of clouds resting on the side. Yes. So baby, tell me something about my village. How was it? You're mesmerized. Oh. Hey, look at here. Hola. ए ल सो मेरो बुढीलाई पोखरा भन्दा मेरै गाउँ राम्रो लाग्यो रे हैन। शान्त छैन त है। शान्त छ नि। हेलो अलिकति बोल्देऊ ल। मेमोरी हुन्छ हाम्रो लागि। How are you feeling right now? You're speechless. You're still processing how beautiful the view is. Okay. उता हेरौँ जता हेरे पनि भ्यू छ है। टिकटक बनाइदेऊ हालिदेऊ न यार। सम्झना हुन्छ नि त मेरो गाउँ भनेर। यता हेर्नु। आहा यता हेरिदेऊ यता हेरिदेऊ मुसु काँचिदेऊ। आहा चिम्री यता यता। के लाएर आएको थियो कति राम्रो भएको। त्यो हाम्रो पर्यो गाउँको मन्दिर एउटा क्षेत्रीहरूको। हजुर एउटा कट गाउँको एउटा हाम्रो मन्दिरै मन्दिर छ। यहाँ हेऱ्यो भने हरियो गाउँ हेऱ्यो भने हरियो। गाउँको साइडमा हेऱ्यो भने सेतै छ फेरि। अनि फेरि गाउँको तल हेऱ्यो भने फेरि बादलै बादल। ओहो स्वर्ग होइन त मेरो गाउँ। हजुर थानीमाई डुब्न लाग्यो नि त ऊ। थानीमाई देखिराख्नु भएको छ यहाँ। हजुर हो यो पर्यो हाम्रो थानीमाई मन्दिर है। थानीमाईलाई त छेक्दैन होला के बादलले नि। जति माथि गए पनि छेक्दैन क्या। भगवानको बास छ नि त त्यहाँ। Above the clouds as you can see such a lovely view. And here you can see our school. One of the oldest school. Sri Vidya Nikunja Higher Secondary School. बाबु भन् त तेरो स्कुलको नाम के रे? के रे बिर्सिस? My school name is बाबु यता हेर। Who are you? Introduce गर त आफूलाई। My name is Akhil Gara. अखिल थापा मगर भन् त बाबु। Akhil Tapa त हैन। अखिल थापा हैन है। के हो त? राणा। ए राणा पो हो। आरे मगर अखिल आरे मगर। ए राणा पो रहेछ त। म त थापा भनिरा। बाबु राणै हो र? राणै हो र बाबु? ए तेरो आमा नि?
तेरो आमा के हो अँ पुष्पा राणा मगर ए रानै हो अबुई अनि बाबा थापा मगर होला होइन राणा मगर हो? अमृत राणा मगर अमृत राणा मगर ए सबै राणा मगर सबै राणा है गाउँ जति सबै राणा हो त हामी राणा गाउँ राणाज्यू भन्ने गीतै छ त म भएको भए त मेरो गाउँतिर भएको भएर अँ म डेली यहाँ माथि बिहान बिहान आउँथेँ होला हो मर्निङ वाक मर्निङ वाक सधैँ होइन अनि एकछिन अनि यस्तो गरौँ न त हामी होमस्टे खोलेर बसौँ के छ बेबी विचार होइन सँगै दुःख गरौँला होइन सँगै दुःख गरौँला अलिकति कमाउँला डाँडामा खोल्न पर्छ हो ल ल हाम्रो त यहाँ प्याराग्लाइडिङ पनि खोल्न लाएको थियो तर बन्द गरिदियो लाइसेन्स दिएन कहाँबाट घर माथि ए होइन होइन यता 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 यहाँबाट यहाँ तल देखिया हो त्यहाँबाट मिल्छ उतो घर बनेको देखिया हो त्यो घर त्यहाँबाट कता अनि हाम फाल्ने त्यहाँबाट हाम फालेर ऊ बेसी पुग्छ उडेको पनि हो माथिबाट त्यहाँबाट त अलिकति हावा त सिधै हाम फाल्ने यहाँनिर होइन होइन यता हावा छैन अरे हावा चल्ने भनेको यता रहेछ प्याराग्लाइडिङलाई चाहिने हावा भनेको चाहिँ त्यहाँबाट लाग्ने रहेछ फेरि अनि ठ्याक्कै त के भयो त भने त्यहाँ बनियो उड्यो पनि कतिजना उडिसकेको थियो तर पनि पछि लाइसेन्स पाएन यता र उता प्रब्लमहरू आयो अब के गर्नु त मान्छे उड्यो तर फ्युचरमा गएर मान्छे हुनै सक्छ यसो भन्थ्योबाट पन्छी उडे ला 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 उड्दैन बेबी म गिराइदिन्छु यसरी उड्देऊ त ल पखेटा हल्लाइदेऊ अखिल उड्छ परी आसमानको परी यहाँ छ है मेरो ओहो कति राम्रै आहा मर्छु कि क्या हो म त हेत्तेरी तपाईँको भिडियो गऱ्यो हजुर पऱ्यो भने विस माग्नु न त अनि गइहाल्छ ल अनि भन्नुहोस् परे जुन केटी देख्नु भएको थियो हजुरहरूले उहाँको श्रीमान कुन चाहिँ केटी हजुर त राम्रै भिडियोमा रातो लगाएर टिका लगाएर बस्नु भएको थियो के अरे यही त नक्कलीवाला नकली नकली पाराको ए के गर्नु जति नकली भयो भने आफूलाई मन पर्यो ए बिहा गरेर नक्कली पनि हाली नक्कलीहरू मन पर्ने रहेछ तपाईँलाई मान्छे होइन तिमी अरू नक्कलीहरू त मन पर्दैन तिमी चाहिँ छुट्टै पाराको नक्कली रहेछ ए मन परिहाल्यो लो भ्याइहाल्यो मैले जालमा फसायो मैले हजुरले कतिको फसाइदिनु भयो नि त यो सोझो मगरलाई कतिको फसिदिनु भयो त यति फसेछु कि है त रातै थाहै सिन्दुर छैन हाल्नु थाहै छैन हजुर सो आउनुहोस् तपाईँहरूलाई म मेरो गाउँ देखाउँछु एक्सप्लेन गर्नु एक्सप्लेन त मैले गरिसकेँ अब भिडियो अघि नै होइन एक गरिसक्नु तर पनि यता चाहिँ लमजुङ पर्छ भनिदिउँ है यो जति पनि तपाईँहरूले बादलहरू तल तल लागेको देख्नु भएको छ यो चाहिँ तनहुँ परेन यो चाहिँ पऱ्यो लमजुङ होइन ऊ पछाडि ओ यता के भन्छ हाम्रो हिमाल सर हामीहरूको कुन्छा सबै ठुलढुङ्गा बजार यताबाट बाटो त देखेन त्यहाँ तल फेरि एउटा सानो खोला छ त्यहाँ है खोला रोड पनि परेरै छ रहेछ। कुहिरो हजुर बाबु के कुहिरो इङ्ग्लिसमा के भन्छ बाबु त्यसलाई कुहिरोलाई के भन्छ टुरिस्ट टुरिस्ट भन्छ ए हिमालको नाम भन्नु अब हजुर हिमालको नाम कुन कुन अरे अब हिमाल त यस्तो हो मनस्तु पनि देखिया यहाँ अघि भर्खर भन्नुभएको थियो मामाले हजुर मामाले भन्नुभएको थियो नि त रेकर्ड गर्नै भ्याइएन मलाई पनि थाहा छैन बेला बेलामा आउने मान्छे म यो मेरो गाउँमा चौथोचोटि भनौँ यो मनास्लु हो कि यो मनास्लु यता उताको अन्नपूर्ण मनास्लु र कुन चाहिँ हो मनस्लु त अब हेर्दैमा अलिकति आकारले थाहा हुन्छ यही हो यो मनस्लु सायद होइन अनि माछा पुच्छर चाहिँ ऊ त्यहाँ छ माछाको पुच्छर खैले देखेको त अलिकति पुर्या पोखराबाट देखिने त्यही हुन्छ थानीमाई मन्दिर पनि देखाइदिएछु मैले हेर्दा अहिलेसम्म पुऱ्याएन नि कति राम्रो छ कुहिरो आयो हाम्रो गाउँ पुरिन लाग्यो अफ गरिदिउँ है 10 मिनट भयो
10 मिनट भयो म त नलाउ भन्दै थिएँ जान जाने पिराती दिल बस्यो एउटैमा अखिलले मन हो कि उमेर यस्तै हो यता सुतिरहेछ अनि ऊ त हाम्रो मन पर्यो फेरि जाई हाम्रो भागमा पर्छ यो जति पनि यो डाँडा यस्तो यस्तो अलिक उक्लेको डाँडा छ नि त्यो चाहिँ हाम्रो बाजेले रिटायर भएर चाहिँ पेन्सनको पैसाले किन्नु भएको यस्तो धनी तपाईँहरू हजुर होइन धनी त के गर्ने अब पाखामै छ करोडौँको जग्गा यहाँबाट यहाँसम्म जग्गा त छ भनौँ तर गाउँमा कोही बस्नुहुन्न बाउ जति सबै बाहिर हुनुहुन्छ तर पनि हामी आएर बस्यौँ भने दाउरा कट्न पऱ्यो भने बुढाबुढी गएर त्यहाँ काटिन्छ ल है भारी बोक्न सक्नुहुन्छ कि सक्नुहुन्न अब हजुरलाई भारी बोकाउने भयो मैले तपाईँ बोकिहाल्नुहुन्छ नि म बोकिहाल्छु अब तपाईँलाई नि बोक्न पर्ने हुन्छ होला हुन्छ हो अफ गरिदिउँ है नगर्नु 11 भयो नगर्नु अहिले चल्न दिनु न यति राम्रो भ्यूलाई तपाईँले क्याप्चर अहिले गर्नु भने कहिले गर्नुहुन्छ क्या यो भनेको हाम्रो मेमोरी हो 11 हामी मिनट बुढा हुँदाखेरि होइन हामीहरू त दाँत झरेर चाउरी परेको बेलामा मुसु मुसु हाँस्दै हेरिन्छ क्या यो भिडियो खै म त सुन्नुभयो? पढ्दिनँ होला चल्यो हजुर थोत्यो हो त तिमी थोत्यौ बाबु आइसक्यो मेरो त ए अखिल पनि थोते खै यहीँ गर त छ रहेछ हजुर अखिलको दाँत आइरहेछ सबै यसको दाँत त किरोले खायो नि खै बाबु मेरो जस्तै कहाँ गयो त ए होइन ए यता रहेछ चक्लेट खाएर होला चक्लेट त प्रशस्तै खाने हो अनि हामीहरू म हिँडेर यता सुन्नुहोस् त म ऊ त्यो वन हुँदै हुँदै हिँडेर लमजुङ पुगेको छु खुट्टाले यो जङ्गलबाट हजुर के गर्नु जानुभएको अनि हिँडेर एउटा दिदीलाई पुऱ्याउन गएको भनौँ हामी है अनि हाम्रो त्यहाँ गाडीको बाटो छैन हेर्नुहोस् पहिला पहिला हाम्रो पुर्खाहरू हिँड्ने बाटो थियो है यस्तो छ नि है त्यो बाटो यस्तो हेर्दाखेरि कस्तो नरमाइलो लाग्छ नस्टाल्जिक फिल हुन्छ बाटो डेली यहाँबाट उकालो ओह्रालो गर्ने हो नि बाटो हुन्थेन कि पहिला नुन किन्नलाई यहाँबाट कहाँ पुग्नु पर्थ्यो कहाँ पुग्न पर्थ्यो अब हाम्रो बाजेहरूसित पोखरै जानुहुन्थ्यो भन्ने कुरो थियो कोही काठमाडौँ जान्थ्यौँ भनेर कुद्नु पर्थ्यो 2-3 दिन लाउने क्या फेरि बन्द हुँदै जाने रे क्या फेरि अनि पहिला लाउरेहरू पनि होइन तपाईँको हजुरबाहरू पनि नुन बोक्न हिँड्नुभयो हाम्रो हजुरबा त होइन हजुरबाको हजुरबाहरू भनौँ हाम्रो हजुरबाउ त लाउरे इन्डियन लाउरे उहाँलाई त्यस्तो दुःख चाहिँ परेन त्यो मलाई त बाटो आएको थियो सायद अनि हिमाल त पुरिँदै जाँदैछ हेर्नु त उता ला पुरिँदै गएछ तलको नि त बादलहरू उड्दै 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 माथि जाँदैछ किनकि गर्मी हुन थाल्यो यताको बादल पनि हुसे भइसक्यो हजुर बाबु बादल उडेर आए माथि बादल उडेर आउँदैछ यता किनकि अब प्रेसर टेम्परेचर फरक हुँदैछ साइन्स पनि पढाइदिउँ क्या यहाँ तपाईँको गाउँ ढाकियो मेरो गाउँ ढाकियो थानीमा पनि तर थानीमा देखिरहेको छ अहिले पनि हेर्दा देखिराख्ने है भन्ने हो कि उमेर यस्तै हो ब्रेक डान्स पनि हानिदिनु ब्रेक डान्स आज नगर मान्छे तर्सिन्छ तपाईँको ट्यालेन्ट देखेर सबै ट्यालेन्ट देख्यो भने मान्छेले उडाइदियो भने बुढी त पुट्टिनुहुन्छ त पिङ खेल्न पनि पाएन अब कुहिरहेको पिङ त छ नि बाबु तल जानुपर्छ यो बादलले गर्दा हामी देखेर पनि सक्दैन ल यो भयो हाम्रो छोटो मिठो भ्लग परिचय हजुर भ्लग जस्तै भयो अब भ्लग जस्तै भयो अब यो भिडियोलाई हामीले 30-40 वर्ष पछि हेर्दै मुसु मुसु हाँस्दै याद गरिन्छ यादगार भएन त हात गल्यो मेरो चाहिँ हात गल्यो ल राखिदिनुहोस्